दर्शकबिनहरू मैले चाहिँ धेरै नै समयपछि भ्लग मेरो भ्लगमा चाहिँ लास्टै भ्युज आउँछ मिलियनका। हेलो दाजुभाइ तथा दिदीबहिनीहरू, वेलकम ब्याक छ है माई न्यू एनदर भ्लगमा स्वागत छ है। ओ भाई मारो मुझे, मारो मारो मुझे, मारो मारो नहीं, ये मजाक हो रहा है। अहिले चाहिँ म फाइनली ड्युटी चाहिँ सकिएर चाहिँ अहिले म रुमतर्फ जाँदैछु। अनि रुमतर्फ जाँदाखेरि चाहिँ सानो एउटा भ्लग चाहिँ हानिदिइहाल्नु भनेर तपाईँहरूको माझमा आएको छु दर्शकबिनहरू। ल हेर्नु होला, यो भनेको चाहिँ हाम्रो मत्तार कदिम अथवा ओल्ड एयरपोर्ट पर्छ। ल हेर्न सक्नुहुनेछ रोडहरूमा चाहिँ यस्तो हरियाली बनाइरहेको छ कतारले चाहिँ। अनि यता परेवाहरू पनि देख्न सक्नुहुनेछ। यता रुख बिरुवा धेरै नै उत्पादन गर्दैछ कतारले। यस्तो बोट बिरुवाहरू हरियाली बनाएपछि चाहिँ यो गर्मी हुन्छ नि, धेरै गर्मी चाहिँ कम हुन्छ। अभी मजा आएगा ना। दर्शकबिनहरू मैले चाहिँ धेरै नै समयपछि भ्लग चाहिँ हानेको, अनि हल्का भ्लग हान्न चाहिँ बिर्सेको जस्तो अनुभूति भइरहेछ। यसरी भ्लग हान्ने त्यो चाहिँ हल्का मैले बिर्सिँदै गएको छु। दर्शकबिनहरू कस्तो लाग्छ यो भ्लग चाहिँ हेरेर कमेन्ट गर्नु होला दर्शकबिनहरू। अनि यस्तरी हिँड्दैछु म चाहिँ कतारबाट है। यस्तै नै छ दर्शकबिनहरू। अब मैले भ्लग चाहिँ बनाउँथेँ होइन, बनाउन पनि चाहन्छु, इच्छा पनि छ, तर मेरो भ्लगमा चाहिँ लास्टै भ्युज आउँछ मिलियनका मिलियन। त्यही भएर भ्लग बनाउन चाहिँ हल्का अल्छी लाग्छ। किनभने अब भ्लग बनाएपछि चाहिँ अलिकति भ्युज नआइसकेपछि चाहिँ भ्लगमा भ्युज नआउने भएको कारणले चाहिँ हल्का भ्लग बनाउनु चाहिँ अल्छी लाग्ने हुँदो रहेछ है। यसको लागि पनि तपाईँहरूले चाहिँ के छ सुझाव चाहिँ दिनु होला। सानोतिनो क्लिप खिच्दै चाहिँ मेरो फाइनली यो बस चढ्ने ठाउँ चाहिँ आइसक्यो। मेरो बस चाहिँ यो होइन, यस्तै सेम टु सेम उता रोड पारि छ। अनि यसलाई चाहिँ मेट्रो स्टेसन होइन, यो टोयोटा बिल्डिङ। अनि यतातिरबाट गयो भने चाहिँ अगाडि बर्नेस, अनि यतातिर गयो भने चाहिँ अगाडि मेरो रुम पर्छ। अनि म रुमतर्फ हिँडेको। सो दर्शकबिनहरू मैले रोड चाहिँ काटिसकेको छु। अनि यता अगाडितर्फ मेरो बसले पनि मलाई कुदिरहेको छ। अब बस पनि चाँडै नै हुन्छ होला। भिडियो चाहिँ कस्तो लाग्यो जस्ताको तस्तै कमेन्ट चाहिँ गरिदिनु होला। कैसा लगा मेरा मजाक? यस्तो छ मेरो आजको भ्लग। अब चाहिँ म यहाँबाट जान चाहन्छु भ्लग इन्ड गरेर। हस्त दर्शकबिन, बाई बाई।